भन्ने मलाई लाग्छ। बालेनलाई भोट हाल्दाखेरि जस्तो त्यहाँनिर दमकमा ट्राइलिम्बुले भोट हाल्दैन अरूले हाल्लान् भन्ने किसिमले उहाँले अभिव्यक्ति दिइसकेपछि झन् अझै त्यो बढ। पत्रकार किशोर श्रेष्ठले यही ठाउँमा हाम्रा सदस्य अध्यक्ष हर्क साम्पाङलाई सोधेको प्रश्न के थियो भने तपाईँले समीर तामाङलाई झापा क्षेत्र नम्बर 5बाट उठाउनु भनेको चाहिँ राई लिम्बूको भोट काट्नु हो भन्छन् नि, राई लिम्बूको भोट काट्नु हो भन्छन् नि भनेको प्रश्नमा चाहिँ प्रश्नमाथि नै उभिएर प्रश्नमै रहेर विषयान्तर नभइकन राई लिम्बूले भोट दिन्छन् र बालेनलाई भनेर उहाँले जवाफ दिनुभएको थियो। यदि पत्रकार किशोर श्रेष्ठले यही प्रश्नको ठाउँमा तपाईँले समीर तामाङलाई झापा क्षेत्र नम्बर 5बाट माटो चुनाव चिन्हमा उठाउनु भनेको चाहिँ त्यहाँका क्षेत्री ब्राह्मणको भोट मात्रै काट्नु हो भन्छन् नि भनेर प्रश्न सोधेको भए हर्क साम्पाङको जवाफ स्वभावैले हुने थियो कि त्यहाँका क्षेत्री ब्राह्मणले बालेनलाई भोट दिन्छन् र क्षेत्री ब्राह्मण त माटो प्रेमी हुन्छन्, मैले बुझेअनुसार माटोमै भोट दिन्छन् नि भनेर हर्क साम्पाङले जवाफ दिनुहुन्थ्यो। हाम्रो सदस्य अध्यक्षज्यूले प्रश्न जे छ त्यही पो जवाफ दिनु होला त। होटल व्यवसायहरूको सन्दर्भमा तपाईँ के भन्न चाहनुहुन्छ?